मैले मलाई किन नजाउन दानी मानेन मलाई कसलाई भेट्न आउनुभएको बालन सर भन्नु आउनुहोस् आउनुहोस् अगाडि आउनुहोस् न यहाँ दुःख पोख्नु अगाडि दुःख पोख्नु दुःख पोख्ने यो जानु यता आमा आमा लु आमाको दुःख छ अरे पोख्नुपर्ने ल आमा हो त छोरा एक्लो कहीँबाट आए साउन 17 शान्ति सुवाते पढिरहेको शिवा दिदी नभइकन भन्नु ल घटना घट्यो भन्छन् साथीले गर्दा आमा भन्छ त्यो पत्ता लाउन पाइन मैले उनीहरू गर्दिनु कसले मारेको चिन्नु कुबेत होइन दुःख नै उर्काइरहेको उखिनु बाबा तपाईँ आउनु भएन त भेट्न आउनु भयो त मै कुदेर आएँ म तपाईँको बाल्ने अवस्थादेखि भोगेका हो कि होइन हामीले किन यस्तो मलाई निसुरी गर्नुभयो भन्नु तपाईँ हामी आयौँ नि सबैजना बजारदेखि आयौँ नि सानैदेखि देखेको मैले अनि किन माया मार्नु माया मारेको छ नि दिदी बेला बेला आउँदै गर्छौँ है कसले मारिदिएको यसो कसले तोडा गरिदिनुहुन्छ कि भन्ने बिन्ती बिसाउन कि आमा मलाई कम्ती गरेर हुर्काएको छोरो हात्ती आउँथेर पनि जोगाएको मैले मलाई किन नजाउन दानी मानेन मलाई को मार्ने मान्छे यही पत्ता लगाइदिनु म यही बिन्ती गर्छु माथिबाट दौडेर आएँ म खाना खाने चलाङ चुलाङ त देखेँ